हेलो गाइस, नमस्कार। झोरले सबैजनालाई मेरो युट्युब च्यानलमा फेरि पनि हजुरहरूलाई स्वागत छ। हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र आज म गिठा खन्नको लागि यहाँ कुटो अनि झोला लिएर जङ्गलतिर जाँदैछु। अलिकति मेरो सासु आमाले नि ल्याउनु भएको छ, त्यसलाई पुर्याउनको लागि जङ्गलतिर झर्दैछु। भिडियो हेरेर साथ दिनुहोला। हौ यही तलबाट झर्छु म। तेरिका तलतिर जाने जङ्गलमा यसो सिजनको फल चाख्नु पर्यो भनेर झरेको। बाटो ओह्रालो छ, बाटो भनौँ कि जङ्गल भनौँ। पहिला हाम्रो बुबा आमाले नि एकदम गिठा खोजेर पकाइदिनुहुन्थ्यो। मलाई एकदम मन लाग्छ गिठा खानलाई। यस्तो छ खतरा बाटो नभएको जङ्गलमा हिँड्दैछु है गिठा खोज्नलाई। यहाँ बल्ल एउटा बुट्टा भेटायो। गिठा फलेछ कि नै पनि गिठा फले छैन के हो? ए फलेछ। एउटा गिठा रहेछ यहाँ। यो गिठा चाहिँ पहिला हाम्रो बाजे बुबा आमाले खानाको रूपमै लिनुहुन्थ्यो। पहिला बारीमा काम गर्ने, अन्न नि त्यति साह्रै नहुने, अनि खाना बेसा भनौँ न, बेसा खोज्नको लागि त्रिवेणीतिर जानुपर्ने अनि बुटोलतिर। त्यही भएर धेरै दुःख हुन्थ्यो। यसलाई खानाको रूपमा लिनुहुन्थ्यो। र आजभोलि चाहिँ हामीले यसलाई वर्षमा 1-2 साग खान्छौँ। यो गिठा र हजुरहरूको घरतिर गाउँतिर पनि हुन्छ हुँदैन गिठा खानुहुन्छ कि नै गिठा? अनि मेरो भ्लगमा आएर कमेन्ट गरिदिनु होला। गिठाको पहिले त यहाँ गिठाको बोट, यो गिठाको धेरै पात आएपछि अलिक चिप्पेपछि मिठो हुँदैन। यो खाँदाखेरि मिठो हुँदैन भन्छन्। यस्तै हो साथीहरू, गाउँले जीवन जिन्दगी। कहिले घाँस दाउरा, कहिले बाख्रा चराउने मारा। गाउँले जीवनमा सबै थोक गर्नुपर्छ। आज चाहिँ गिठा खोज्न आएको यता जङ्गलतिर। पहिला त हाम्रो बाजेले भन्नुहुन्थ्यो कि गाउँमा साह्रै अन्न नहुने, त्यही भएर यही गिठा भ्याकुर अनि तरुलहरू खनेर नि जीवन निर्वाह गर्नुहुन्थ्यो रे। तर आजभोलि त्यस्तो छैन। आजभोलि त काम गर्नेहरू, कृषि गर्नेहरूले पनि आधुनिक तरिकाले गर्नुहुन्छ र हामीले चाहिँ यही गिठा भ्याकुर खाएर नै जीवन निर्वाह गर्न पर्दैन। हामीले वर्षमा 1-2 साग चाख्नको लागि
यसो रहर पनि लाग्छ, त्यही भएर मिठो नि हुन्छ। त्यही भएर जङ्गलतिर गिटा खोज्न आएको आज म। घर चाहिँ यो माथि हो त, यतै माथिबाट झरेको म यता तलतिर आइपुगेछु। यो बुटली पो सानो फुलेर रहेछ। गिठाको फल यस्तो हुन्छ, हजुरहरूले चिन्नु भएको छ कि भएको छैन। बाट झरेको म अब यहाँ तलसम्म पुगेँ, अनि यता फेरि यो अर्को डाँडाबाट माथि र चढेर माथि घरमा पुग्छु। यता चाहिँ उम्रेको रहेछ गिठा, यहाँ गिठा छ, यता मासतिर यहाँ झोला राखेर खन्नु पर्यो गिठा। पुरा ढुङ्गा रहेछ, गाह्रो छ खन्नलाई। कति ठुलो मुना गिठा, अब यहाँ ढुङ्गाले त डिस्टर्ब गर्छ होला जस्तो छ। भित्रै छ कि हो? मासतिर खन्दै जाने। अस्ति सासु आमाले पनि 2 झोला जति लानु भएको छ, त्यसमा मिसाएर पकाउने। अब मासतिर खन्दै
जान्छु। एक झोला भयो गिटार। अब घरतिर लाग्नु पर्यो। ए माथिबाट जाने म छ त्यही लामखुट्टे छ यता। फेरि देखेपछि त खन्नै मन लाग्छ के। Cuma dia biasa kade di mana kaya ni, tinggal dia luar kaya aku. Okay, udah na. Macam mana tosya lah. Mesti dia kamu nak tak? हेलो साथीहरु, आमा र म गिटार काट्दैछु खानको लागि तयार पार्दैछु गिटार। यस्तो बारा बनाउने गिटारलाई। त्यसपछि खरानीमा उसिन्ने पकाउने गिटार। Sirang salma le. Mana? Dame dia khasana. Okay. Ayo sih kamera ni. Mer chal jat ki? Okay, kham se jana ka. Zamina zaple. Sasanya malo ni malo. Ganda. पछि अहिले यहाँ पकाउने, यहाँ पानी हालेर अनि पानीमा खरानी हाल्ने, त्यसपछि धेरै बेर पकाउने। यो गिटारलाई धेरै बेर पकाउनु पर्छ अनि एकदम लामो समय पकाएर पछि पाकिसकेपछि उतारेर एकछिन पानीमा भिजाएर राख्ने। त्यसपछि खान मिल्छ गिटार। एउटा नि तितो हुँदैन, एकदम मिठो हुन्छ। गिटार बसाल्दैछु। अब गिटार पाक्ने बेला भयो। पाकेछ। अब यसलाई उतारेर अनि पानीमा एकछिन भिजाएर राख्नुपर्छ। गिटार पाक्दैछ। हजुर हेर्नुहोला हाम्रो घरमा। अब यसलाई उतारेर एकछिन पछि यो बोक्रा फालेर पानीमा भिजाएर राख्नुपर्छ। त्यसपछि बल्लै ताउलोलाई उचाल्न सकिन गाइस। अब अलिकति गरेर यहाँ गिटार झिक्दैछु।
बढी पाकेछ कि हो यो गिठा अहिले त यति भएर पुग्छ बोक्रा त फाल्नै मिले छैन है आठो भिजाएर राख्नुपर्छ यसलाई एकछिन तातो भएको छ एकछिन भिजाएर राख्छु त्यसपछि बल्ल राम्रोसँग धुनुपर्छ यो गिठा चाहिँ खरानीमा पकाउनु पर्छ उतो भाँडामा धेरै छ अहिले खानालाई मात्रै पखालेर पानी हालेर राखेको गिठा चाख्नु पर्यो कस्तो छ गिठा एकदम मिठो रहेछ लाक्वा खाँदैछु गाइस हाम्रो मगर भाषामा लाक्वा भन्छौँ हामीले गिठालाई हजुरहरूको घरतिर गाउँतिर हजुरहरूले खानुहुन्छ कि नै लाक्वा मेरो भिडियोमा गएर कमेन्ट गर्नु दिनु होला कुखुराले पनि खाना आछ खान्छ ल खा एउटा छोरीले पनि खाँदैछ गिठा ए भोटु यो भोटु फेरि हामीले गिठा खायो भनेर कराउँदैछ जेठी छोरी र म गिठा खाँदैछौँ गाइज हेर्नु होला एकदमै मिठो छ यसलाई यसरी पानीमा भिजाएर राख्नुपर्छ एकछिन त्यसपछि तितो हुँदैन कि यो